गाइस हामी चाहिँ धान रोप्न आएको होइन तल हेर्नु बादल खोला कस्तो तालमा कस्तो बादल देखेको छ लास्ट स्टेजको फेउताल हो फेउताल चाहिँ उहाँ छ यो चाहिँ सुरु स्टार्टिङको फेउताल यहाँबाट पानी हुँदै हुँदै गएर उता गएर जम्मियो यो सबै फेउतालको तालै हो यो सब तर यो अहिले ताल सुकेको कारणले चाहिँ यहाँ धान रोप्ने बनाएका छन् ल हेर्नुहोस् त्यो चाहिँ सरङकोट त्यहाँ उस भइरहेको छ त्यहाँ माछा मारिरहेको छ यो पुरै ताल हो उता पनि खेत यता पनि खेत छ है गाइस अब चाहिँ म यहाँ यसो मूत्र विसर्जन गर्न आएको थिएँ मूत्र विसर्जन भइसक्यो अब धान रोप्ने ठाउँमा जाँदैछु हाम्रो चाहिँ वहाँ देख्नुभएको छ हो त्यो चाहिँ हाम्रो धान रोप्ने ठाउँ यो जुम गराइदिएको अनि यो चाहिँ अहिले ट्र्याक्टरले फेरि खन्दैछ यहाँ होइन गाइस यही हो हामी चाहिँ अहिले उतापट्टि चाहिँ अर्को उस गरिरहेको धान रोपिरहेको छ हामी चाहिँ यता यहाँसम्म धान रोप्ने खेत खाने तिनवटा छ अनि गाइस यस्तै हो जिन्दगी मेरो हालत हेर्न सक्नुहुन्छ यो हो मेरो हालत पुरै गइरहेको छ होइन गाइस हेर्नुहोस् है गाइस म धान रोप्ने ठाउँतिर जाँदैछु यो हिँड्दै यो पानी हो यो अब यो जोत्छ ऊ त्यस्तो ट्र्याक्टरले जोत्दैछ हेर्नुहोस् लाइट देखाउँदैछु म पनि अब धान रोप्ने तर्खरमा छु मेरो हालत यहाँ पनि रोपिसक्यो फाइनली अब